नयाँ चल्ला हाल्ने साथीहरूको लागि मेरो अनुरोध। यदि तपाईँको सेड्युल अनुसार अब चल्ला हाल्ने बेला हो भने ठिक छ हाल्नुहोस्। बजारमा अहिले चल्लाको एकदमै सर्टेज छ। चल्ला सर्टेज भयो भनेर फोन गर्दै गर्दाखेरि यो हप्तालाई चल्ला छैन, अर्को हप्ता गरौँ भन्दाखेरि आत्तिएर धेरै ठाउँ चार्ने, धेरै ठाउँ बुझ्ने, त्यसपछि ठगिने सम्भावना धेरै हुन्छ। त्यसले गर्दाखेरि जो किसानका जो सप्लायर्सहरूसँग कन्टिन्यू लिइरहनु भएको छ उहाँहरूसँगै सम्पर्क गरेर बरु केही समय नआत्तिएर केही ढिलासुस्ती गरेर बरु चल्ला हाल्न म अनुरोध गर्दछु। नयाँ ठाउँबाट छिटो हाल्छु भनेको भरमा हाल्दाखेरि तपाईँले यसै पनि भाले मगाउँदाखेरि पोथी पर्ने सम्भावना म्याक्सिमम हुन्छ अहिले हैन, गाह्रो छ नि त। भाले छान्दा पनि तपाईँको पोथी चाहिँ अलि धेरै आयो अथवा चाहिँ अलिक कम पर्सेन्ट आयो भन्ने चाहिँ समस्या हामीले भोगिरहेछौँ। अझै नयाँ ठाउँबाट हतारको भरमा हाल्दाखेरि ल ल ल ल चल्ला चाहियो, भोलि चाहियो, पर्सि हुन्न सर, निको पर्सि हुन्न सर गर्दै गर्दा चल्ला चाहिँ नि तपाईँलाई नराम्रो पर्यो भने तपाईँ 4 महिनापछि तपाईँलाई पछुतो लाग्ने कामभन्दा पनि तपाईँ डुब्ने काम हुन्छ कि। त्यसले गर्दाखेरि आफूले लिएको सप्लायर्सहरू जो हुनुहुन्छ उहाँहरूसँगै लिनुहोस्, नहतारिनुहोस्। जसको बर्ड फ्लू लाएर माउहरू मरेका छन् उहाँहरू सिफ्ट हुनुपर्ने अवस्था भएका साथीहरू चाहिँ केही दिन धैर्य गरेर सेड्युल अनुसार मलाई कहिलेलाई मिल्छ भनेर त्यो सेड्युल अनुसार नयाँ सप्लायरसँग जोडिन, नयाँ फार्मसँग जोडिन मिल्छ। तर जोडिँदै गर्दाखेरि हतारिएर होइन, मलाई पर्सि नै चाहियो, निको पर्सि नै चाहियो, यही शनिबार गरिदिनु, जसरी पनि गरिदिनु। 1 हप्ता अगाडि चल्ला हालेर करोडपति भएँ नि अनि 1 हप्ता पछाडि हालेर रोडपति भयो नि होइन। त्यो चाहिँ बुझ्न जरुरी छ। यो एकदमै सुझाव हो। अहिले सर्टेजको बेलामा अब एकदमै चाहिँ तपाईँको फ्रड सुरु हुन थालिसकेको छ बजारमा। लोकल चल्ला यति रुपियाँ भनेर पोस्ट गर्दै गर्दाखेरि, फोन गर्दाखेरि चल्ला पोथी बढी पर्ने सम्भावना बढी हुन्छ। त्यसले गर्दा एकदमै ख्याल गर्नुहोला। जो उत्पादक चल्ला उत्पादक छ उसले आफ्ना किसानलाई दिएर रहेको पोथी चल्लाहरू मात्रै सप्लायर्सहरूलाई बेच्ने हो अहिले। त्यो सप्लायर्सहरूलाई बेच्दै गर्दाखेरि ती सप्लायर्सहरूले छिटो दिने भरमा चाहिँ चल्ला नराम्रो दिन सक्छन्। त्यो फेरि सप्लायर्सलाई पनि थाहा हुँदैन हेर्नुहोस्। सप्लायर्सलाई पनि त्यो उत्पादकले नभनिदिन सक्छन्। त्यसले गर्दाखेरि त्यो एकदमै ख्याल गर्नुहोला, सोच्नुहोला, धैर्य भएर काम गर्नुहोला। 1 हप्ता अगाडि नै चल्ला हाल्दाखेरि करोडपति भइने, 1 हप्ता ढिलो गर्दा, 2 हप्ता ढिलो गर्दाखेरि एकदम डुबिने, लौ बर्बादै भइने हुँदैन। बरु ढिलो गरौँ, राम्रो काम गरौँ, राम्ररी फार्मिङ गरौँ, 2 पैसा बचाउने उद्देश्यले कृषि पेसा लागेको हो। के काने पैसा धेरै भएर कृषिमा लागेको होइन। त्यसले गर्दा यो कुरा एकदमै बुझ्न जरुरी छ। धेरै साथीहरूलाई मेरो सुझाव छ, सप्लायर्स फेर्ने काम यो बेलामा नगर्नुहोला। सप्लायर्स फेर्दै गर्दा अहिले डुब्ने सम्भावना, ठगिने सम्भावना हुन्छ। यदि मसँग लिने साथीहरू हुनुहुन्छ धैर्य गर्नुहोस्। यदि अर्को XYZ कोहीसँग लिनुहुन्छ मसँग नआउनुहोस् अहिलेको अवस्थामा। किनभने अहिले चाहिँ आफ्नै किसानलाई मिलाई दिनुपर्ने अवस्था छ। यदि कोही साथी, कोही सप्लायर्स अथवा कोही उत्पादकको ब्रोइलर बर्ड फ्लूको कारणले गर्दा चाहिँ प्यारेन्ट मरेका छन् भने ती किसानहरू चाहिँ सिफ्ट हुनुपर्ने अहिले आवश्यकता छ। किनभने 6 महिना 8 महिनासम्म त होल्ड गरेर कुरेर बस्न सक्ने अवस्था छैन। ती किसानहरू चाहिँ सेड्युल अनुसार 10 दिन 15 दिनपछि हालेर काम गर्न सक्नुहुन्छ। यो अहिले एकदमै बजारमा सर्टेज हुनुको कारणहरू जति पनि प्यारेन्टवाला किसानहरू हुनुहुन्थ्यो उहाँहरूको प्यारेन्ट मरेको एउटा प्रमुख कारण। दोस्रो कारण भनेको बीचमा बर्ड फ्लू देखियो जताततै। किसानहरू डराए। सबैले बर्ड फ्लूको कारणले चल्ला हालेनन्। सप्लायर्स उत्पादकहरूले के गरे? अन्डा घटाए। माउ थियो, माउ बेचे। अलिअलि भएका माउ मरेर सिद्धिए। ती कारणहरूले गर्दाखेरि बजारमा अहिले अन्डा दिने लोकल कुखुराका माउहरू एकदम थोरै छन्। ती माउबाट उत्पादित चल्ला पनि थोरै भए र अब चाहिँ सबैले एकैचोटि चल्ला चाहियो भन्दा बजारमा सर्टेज जस्तो देखिएको हो। सेड्युल अनुसार चल्नुभयो भने सर्टेज हुँदैन। नयाँ प्यारेन्टहरूले पनि हाम्रो अन्डा पार्न थालिसकेका छन्। बिस्तारै सबैलाई चल्ला पुर्याउँदै जान्छौँ। दसैँकै लागि बेच्ने भनेर जरुरत छैन। दसैँमा झन् राँगा र खसी, ब्रोइलर कुखुराभन्दा लोकल कुखुरा कम खाने हो। अलिअलि पूजाआजामा जाने हो दसैँमा चाहिँ।
बरु दसैँ पछाडिहरू चाहिँ बल्ल लोकल कुखुरा बिक्ने हो। दसैँमा भन्दा तिहारमा लोकल कुखुरा बढी बिक्री हुन्छ। त्यसले गर्दा बिस्तारै अब सेड्युल अनुसार मङ्सिर, पुस यो जाडोमा पनि कुखुरा बिक्छ। यसरी नात्तिकिन गर्नुहोस्, धैर्य भएर काम गर्नुहोस्। हतारिँदै गर्दा डुब्ने सम्भावना हुन्छ। म पटक-पटक भन्छु साथीहरूलाई, हतारिँदा चाहिँ तपाईँहरू डुब्ने सम्भावना हुन्छ। हिजोको दिनमा जो सप्लायरसँग लिनुभएको थियो, फोन गर्दाखेरि 2 हप्ता प्याक छ नि भन्दाखेरि फुत्त अर्को नम्बर खोजेर फोन गर्ने, अनि त्यो किसानले हुन्छ दिन्छु, पर्सि नै दिन्छु भन्ने, चल्ला चाहिँ पुग्छ। भरे हुर्काउँदै जाँदाखेरि चल्लामा ठगिने सम्भावना हुन्छ। त्यसले गर्दा धैर्य हुनुहोस्। XYZ सँग लिने साथीहरू, मसँग पनि कृपया चल्ला छ भन्दै सोध्दै गर्दा मैले पनि तपाईँहरूलाई दिन सक्दिनँ। मैले पनि 2 हप्ता 3 हप्ता कुर्नुस् भन्न सक्छु। त्यसले गर्दाखेरि आफ्नै सप्लायर्सहरूसँग अहिले नहतारिकन आनन्दले यता पाइएन भनेर चुत्त गऱ्यो भने त्यस्ता किसानहरू बढी डुब्छन्। किनभने उनीहरूको आधिकारिक सप्लायर्सै भएन के। उनीहरू चाहिँ घरि कता गरेपछि न कहिले कम्प्लेन गर्न पाइन्छ। यसको किसान, उसको किसान, यसको सप्लायर्स, उसको सप्लायर्स झन् झिकझ्याक हुन्छ। त्यसले गर्दा एउटै मान्छेसँग काम गर्नुहोस्। पहिलोपटक नराम्रो होला, यस्तो भयो भनेर बताउनुहोस्। के गर्ने भनेर सल्लाह गर्नुहोस्, झगडा नगर्नुहोस्। सरसल्लाहले गरेपछि जे कुरा पनि समाधान हुन्छ। चिच्याएर, कराएर, झगडा गरेर यस्तो गर्छु, उस्तो गर्छु भनेर सप्लायर्सहरू पनि बिच्किने काम, किसानहरूलाई पनि तनाव हुने काम र उत्पादकहरूलाई पनि टचर हुने काम हुन्छ। त्यसले गर्दा सबै कोर्डिनेसनले काम गर्नुपर्ने हुँदा नहतारिएर चल्ला हाल्नुहोस्। अहिले धेरैजना किसानहरूको फोन आइराखेको छ मलाई पनि, XYZ साथीहरूलाई पनि फोन आइरहेको होला, जो उत्पादक हुनुहुन्छ। चल्ला चाहियो, जता पनि चल्ला चाहियो भनेर फोन आइरहेका छन्। र हिजो जो सप्लायर साथीहरूले हामीलाई फोन गर्नुहुन्थेन, अन्तबाट हाल्नुहुन्थ्यो, उहाँहरूलाई पनि मेरो अनुरोध, तपाईँहरूले जोसँग हिजो चल्ला लगेर बेचिरहनु भएको थियो, उहाँलाई नै फोन गर्नुहोस्। हतारिनु भएन, 2 हप्ता 1 हप्ता कुर्नुहोस्, किसानलाई सम्झाउनुहोस्। किसानहरू पनि आजै चल्ला हालेर करोडपति हुन्छु टाइपले नजानुहोस्। बजारमा चल्ला सर्टेज हुनासाथ बिचौलियाहरू धेरै निस्किन्छन् र फ्रडिङको काम सुरु हुन्छ। यो चाहिँ एकदम ध्यान दिन जरुरी छ। तपाईँहरूलाई मेरो अनुरोध छ, बिस्तारै हालेर पनि कुखुरा पालन गर्न मिल्छ। त्यो चाहिँ मैले तपाईँहरूलाई सुझाव दिन चाहेँ। अहिले बर्ड फ्लूकै कारणले यो चाहिँ यस्तो अहिले सर्टेज भएको हो। सर्टेज भन्दै गर्दाखेरि चल्लै नभएको बजारमा होइन, चल्ला छ, तर सेड्युल अनुसार सबैलाई दिनुपर्ने भएको छ। र मैले पटक हजुरहरूलाई के अनुरोध गर्छु भने, यदि माडी टर्की फार्म, माडी टर्की तथा लोकल फार्म, माडी पोल्ट्री सप्लायर्स यी 3टाबाट चल्ला लिनुहुन्छ र लिइरहनु भएको छ भने नहतारिएर लिनुहोस्। यदि यी फार्महरूसँग तपाईँहरूले चल्ला लिनुभएको थिएन, अर्को कुनै फार्मसँग लिनुभएको थियो भने तपाईँहरूसँग मसँग ठोक्किने आउँदै गर्दा झन् सेड्युल टाइट हुनसक्छ। चल्ला नराम्रो पर्न सक्छ। त्यो मैछिम आउँदा पनि त्यस्तो हुनसक्छ। त्यही भएर तपाईँहरूलाई सुझाव, अर्को कुनै फार्मसँग निरन्तर लिइरहनु भएको छ भने तिनीहरूसँगै लिनु न, नहतारिनुहोस्। किनभने धेरै साथीहरूको यहाँ अहिले पछिल्लो समयमा फोन नउठ्ने समस्या मैले देखिसकेको छु। किन फोन दिनमा बिहान सुत्न बिहान 4 बजे उठेर काम, त्यसपछि फोन आइ गर्दा यता काम पनि नभ्याउने जस्तो अवस्था भयो कि। फोन आएपछि के होला भनेर अब फोन उठाउनै पर्यो, इमर्जेन्सी होला भन्न पर्यो। कोही हिजोको दिनमा चल्ला हालेको साथीले केही समस्या भएर फोन गरेको होला भनेर उठाउनु पर्यो। कुरा कहाँनिर आउँछ? चल्लाकै कुरा आउँछ। त्यसले गर्दाखेरि न यता हामीले उत्पादनमा ध्यान दिन पायौँ, न चल्ला बिक्री गर्नलाई चाहिँ सबैलाई सेड्युल मिलाउन पायौँ। त्यसले गर्दा मेरो राम्रो सुझाव तपाईँहरूलाई के छ भने, जो सप्लायरसँग, जो उत्पादकसँग लिनुभएको, प्लिज उहाँहरूसँगै लिनुहोस्। हामीसँग लिएका साथीहरू पनि मैले ढिलो गरेँ भन्दै अर्कोसँग जाँदै गर्दा भोलि तपाईँहरूलाई समस्या हुने सम्भावना हुन्छ। हिजो मैले जुन अनुसारले तपाईँहरूलाई दिइरहेको थिएँ, त्यो अनुसारको तपाईँहरूले नपाउँदाखेरि तपाईँहरूलाई पनि समस्या हुनसक्छ। त्यसले गर्दा आफ्ना सप्लायर्स, आफ्ना किसान आफूसँगै बसौँ, दायाँ बायाँ बिच्किने काम नगरौँ। त्यो हुँदाखेरि डुबिँदैन। निरन्तर काम गरिसकेपछि एउटा एट्याचमेन्ट हुन्छ, माया हुन्छ, मोह हुन्छ। त्यो कुराले पनि साथीहरूलाई समस्या पऱ्यो भन्दा सहयोग गर्ने एउटा बानीको विकास हुन्छ। नयाँ ठाउँ धेरै चारियो भने दुःख पाइन्छ। मेरो यही नै अनुरोध छ। कृपया बी अलर्ट, एकदमै ख्याल गरेर काम गर्नुहोला है साथीहरू।